पोर्चुगल आउनुभन्दा अगाडि चाहिँ मलाई विदेश गएर चाहिँ कति खानेकुराहरूको क्रेभिङ हुन्छ होला जस्तो लाग्थ्यो क्या। तर पोर्चुगल आएर थाहा भयो नेपालमा पाउने भन्दा धेरै नेपाली चिज चाहिँ यहाँ पसलहरू पनि त्यस्तै पाउने कि। आज चाहिँ हामी घरको अलिअलि सामानहरू ल्याउनलाई नेपाली पसल जाँदै थियौँ। बाटोमा एकजना दाइ भेटिनु भयो, फारो बस्नु हुँदो रहेछ, बच्चा साह्रै मनपर्ने रे। अनि एकछिन उहाँसँग गफ गर्दै काशीलाजको बारको चढेर पारी गयौँ। काइसोत्रेबाट मेट्रो चढेको थियौँ। छोरी त आज बसाइदिएको क्या रमाइरहेको थिइन्। बिस्तारै हुर्किँदैछ, उसलाई नयाँ नयाँ चिजहरू रमाइलो लाग्न थालेछ। अनि एउटा झ्याउ चाहिँ के भनेको, यो मेट्रो चढ्नलाई चाहिँ स्टलर चाहिँ बोकेर माथि तल गर्नुपर्ने क्या, साह्रै झ्याउ। प्रायः जहिले काष्ठमाण्डपमा सपिङ गर्ने म आज चाहिँ बुढोले दर्शन नेपाल जाऊँ, मेट्रोबाट झर्ने बित्तिकै छ भन्नुभयो। सो मेट्रोबाट झरेर 1 मिनट रहेछ। मेरो आँखा गयो कर्कलामा, वान अफ माई फेभरेट कर्कला। अनि डल्ले पनि आएको रहेछ, बोडी अलिअलि लिएर। त्यहीँ साइडको अर्को स्टोरमा चाहिँ दालसालहरू रहेछ, त्यहाँबाट दालहरू के चाहिँ पाउँदैन रहेछ कि, यहाँ सबै चिज पाउने। अनि 2-3 महिनालाई हुने गरेर आएको बेला लिन्छौँ हामी चाहिँ प्राय। सो अलिअलि सामानहरू बोकेर अनि बिल गर्दै थिएँ। त्यहीँ साइडमा पूजाको सामान, टिकाहरू सबै के जे चाहिएको सब चिज पाउने हो। सिलसिल गरेर बाहिर निस्क्यौँ। आएको बेला यसो रोसियो घुम्न जाऊँ न त भनेर बाहिर निस्केको हो। सानो सानो ट्र्याम्पहरूमा फरेनरहरू अब सिजन लाग्न थाल्यो, भिडभाड नै के। हिँड्दै थियौँ, माटी मुनि निस्केर अलिबाबाको रेस्टुरेन्ट रहेछ। सो त्यहाँ रोल खान मन लाएर खाऊँ न त भनेर बस्यौँ। छोरीलाई चाहिँ केरा लिएर आएको थियो, उसको लागि चाहिँ। अब खाना थालिसकेपछि बच्चालाई नि के बोकेर हिँड्नुपर्ने, गाह्रो के गाह्रो। अनि त्यसपछि बुढो र मैले एउटा रोल मगाएको थियौँ, त्यो खाएर अब चाहिँ हामी घुम्न जाँदैछौँ त्यहीँ छेउछाउमा। छोरीको हातमा एउटा फ्रेन्च फ्राई दिएको, उसले नखाने रे, मामुलाई खुवाउनु पर्यो अरे। गरेको कप्पै खुवाउने भइसकिन् मेरी छोरी हेर्दा हेर्दै। 4-5 बजेको थियो। आज गर्मी चाहिँ त्यति साह्रो पनि थिएन, ठिकै हिँड्न मिल्ने थियो। अनि यो गल्लीमा त ओ माई गड यति धेरै भिड थियो, यति धेरै। जनवरी सिजन लाएर एक त वर्ल्ड कप चलिरहेछ। कति धेरै पसलहरूमा रोनाल्डोको फोटो स्ट्याचुहरू राखिरहेको रहेछ। अब रियलमा देख्न नपाए पनि स्ट्याचु देखेरै खुसी मान्न पर्यो होइन। अनि छोरी चाहिँ त्यहाँ कोक खाएको, कोक खेल्दै बसिरहेको छिन्। अब केही न केहीमा त बोलाउनु पर्यो छोरीलाई पनि। यो ठाउँ चाहिँ म फर्स्ट टाइम पोर्चुगल आएको बेला चाहिँ घुम्न आएको ठाउँ हो। अनि यहाँ चाहिँ जहिले भिडभाडै हुने कि, जहिले आए पनि। अनि रमाइलो लाग्छ मलाई यो ठाउँ चाहिँ। अनि यहाँ चाहिँ ठुलो स्क्रिनमा अब वर्ल्ड कप चलिरहेछ, म्याचहरू हेर्दै रहेछन्। आफूलाई त इन्ट्रेस्ट पनि छैन, त्यही भएर खासै एकछिन बसेँ। बच्चालाई एक्लै हेर्न पनि कति गाह्रो कि, घरमा बस्दा एक्लै कस्तो इन्जाइटी भयो जस्तो हुन्छ, चिडचिडा हुन्छ। अनि कहिले कसै घुम्न जाँदा चाहिँ क्या फ्रेस भएर आउँछ। हामी काइसुत्रेको बारको चढ्नलाई जाँदै थियौँ। बाटोमा कति पसलहरू नेपालको जस्तै स्टलहरू लगाएको कि, जो समर भाइ आइरहेको थियो यो ठाउँमा चाहिँ। मैले चाहिँ मेरो बच्चालाई चाहिँ मोबाइल दिँदै दिन्न भन्ने सोचेको थिएँ, तर म हारेँ, सकिनँ। मोबाइल दिएर बच्चाले सतायो, मोबाइल देखाउनै पर्यो। अनि स्टलरभरि सामान लादिएर धन्न आफूले बोक्न परेन, जो सजिलो भएको छ मलाई स्टलरले चाहिँ। अनि गर्मी एकदम थियो, थाकियो। अब चाहिँ लागिँदैछ घरतर्फ। आजको दिन पनि जो फ्रेस भयो। बाई बाई।